चारपाते पातलो रङ्गीन कागजमा बाँसको सिङ्का ताँसी बनाएको चतुर्भुज आकारको चङ्गा हेर्दा त साधारण जस्तो लाग्छ। अझ धागोको सहायताले यसरी बनेको चङ्गा आकाशमा यताउता उडिरहेको देख्दा यो त केटाकेटीको खेलौना झैँ लाग्छ। तर चङ्गा कसले, किन, कहिले बनाएको वा उडाएको भन्ने बारे कहिल्यै सोच्नु भएको छ? भनेपछि चङ्गाको पनि इतिहास रहेछ नि, होइन त? पौराणिक युगमा नै स्वर्गको राजा इन्द्रलाई पानी पुग्यो भने पृथ्वी लोकवासीले सन्देश दिन चङ्गा उडाएको भन्ने किंवदन्ती तपाईँले सुन्नुभएकै होला। आजभन्दा 3000 वर्ष अगाडि नै चीनमा चङ्गा बनिसकेको रहेछ। लुवान भन्ने चिनियाले जासुसी कार्यमा उपयोग गर्न चङ्गा बनाएको भन्ने इतिहास छ। पछि नेपाल, भारत, मलेसिया, जापान, कोरिया लगायतका एसियाली देशहरूमा चङ्गा मनोरञ्जनको हिसाबले उडाउँदै आएको देखिन्छ। यता युरोपमा ईसापूर्व 4औं शताब्दीमा नै सर्वप्रथम ग्रिसका वैज्ञानिकहरूले चङ्गाको उपयोग गरेकोमा 18औं शताब्दीसम्म नै वैज्ञानिक प्रयोगको लागि मात्र उपयोग हुँदै आएको देखिन्छ। तर नेपालमा भने हरेक वर्ष दसैँ अगाडि चङ्गा उडाउने चलन छ। अझ दसैँमा त चङ्गा उडाउन पाएन भने त खल्लो नै हुन्छ। खुला आकाश, सिरसिर हावा, फाँटमा ललाउँदो धानबाली, पारिलो घाममा यसरी चङ्गा उडाउनुको मजा नै छुट्टै हुन्छ। तर आज समय परिवर्तन भएको छ। डिजिटल युगमा अब हातको मोबाइलमा नै चङ्गा उडाउने प्रचलन आइसकेको छ। अब चङ्गा, थरीथरीको धागो, लट्टाई, बकुला, पुच्छर सबै कथा झैँ लाग्दै गएको छ। तर वास्तवमा चङ्गा सहितको दसैँको पुनरागमन आजको आवश्यकता हो।